हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई अनदर भिडियो। साथीहरू सबैजना सञ्चारमै हुनुहुन्छ, म पनि सञ्चारमै छु। अनि सबैलाई आज फेरि मेरो नयाँ भिडियोमा स्वागत छ। अनि साथीहरू आज चाहिँ म भिडियो बनाउँदैछु सफ्ट लाइट मोइस्चराइजर क्रिमको बारेमा, जो चाहिँ निभियाबाट छ है। अनि जहिले पनि हामीले क्रिमहरू लाउने बेलामा त्यसको विशेषताहरू जान्न जरुरी छ। विशेषता जानेपछि मात्र लाउनु पर्ने हुन्छ। अनि विशेषता जानेपछि हाम्रो यो क्रिमले हाम्रो फेसमा कस्तो प्रकारले काम गर्छ, कस्तो प्रकारको स्किनमा चाहिँ लाउन सकिन्छ भनेर हामीले जान्न जरुरी छ। आज त्यही कुराहरू म कुरा गर्नेछु। अनि कतिजनालाई थाहा नहुन सक्छ, मैले चाहिँ एकदमै रिसर्चै गरेको भन्दा नि हुन्छ यो क्रिमको विषयमा चाहिँ, किनभने मेरो एकदमै नजिकमा रहेको छ यो क्रिम। मैले लगभग 2 साल अगाडिदेखि नै मैले यो युज गरेर आएको हो। अन्त ठिक छ, मैले युज गरेँ, अरू पनि साथीहरूले गर्दै हुनुहुन्छ होला होइन। अब के गर्ने, अब हामीले हाम्रो हैसियत अनुसार कुनै पनि क्रिम युज गर्नुपर्ने हुन्छ। अब छ, अरू पनि छ, ब्रान्डको क्रिमहरू छ, आएको छ मार्केटमा, तर त्यसको प्राइस अहिलेको डेटमा बहुत ही एक्सपेन्सिभ छ। अनि हाम्रो इन्कम अनुसार हामीले हाम्रो फेसमा अप्लाई गर्नुपर्ने क्रिमहरू, हाम्रो फेस स्किन केयर गर्नुपर्ने हुन्छ। अब विन्टर आउँछ, समर आउँछ, यी दुवै प्रकारको इन्भाइरोमेन्ट, दुवै प्रकारको यो वेदरमा चाहिँ हामीले कसरी चाहिँ अब क्रिम अप्लाई गर्ने, कुन कुन क्रिम अप्लाई गर्ने भनेर सबैजनालाई नलेज हुन सक्दैन। मेरोमा पनि थिएन पहिला, म पनि यस्तै अब अलिअलि जान्दै जान्दै आएको मात्र हो। अनि साथीहरू, म चाहिँ भन्न चाहन्छु यो निभियाको सफ्ट लाइट मोइस्चराइजर क्रिम चाहिँ तपाईहरूले होइन, जसको छ ड्राई स्किन, जसको छ कम्युनिकेसन स्किन, जसको छ नर्मल स्किन, जसको छ सेन्सिटिभ स्किन, यी चारै प्रकारको स्किनमा तपाईहरूले यो लाउन सक्नुहुन्छ। लाउनुहोस्, तपाईँहरूको स्किन राम्रो हुन्छ। यो लाउनु जति राम्रो कुरा हो, त्यति हामीलाई एउटा पहिला त बोरोलिङले, हाम्रो बोरो प्लस भन्थ्यो पहिला, त्यो फेयर एन्ड लभली भन्थ्यो, यी सबले पनि हाम्रो स्किनमा उति नै काम गर्थ्यो। तर अहिलेको डेटमा हाम्रो जेनेरेसन अनुसार हामीले पनि चेन्जेस ल्याउनु पर्ने हुन्छ। हाम्रो लाइफमा हाम्रो लाइफस्टाइल कसरी चेन्ज गर्ने भनेर यो बुझ्न जरुरी छ। त्यस्तै प्रकारले निभिया भन्ने बित्तिकै अब एउटा एकदमै विश्वासिलो ब्रान्ड जस्तो लाग्छ कि निभियाको। अब हामी हरेक चिज युज गर्छौँ, कतिलाई यो ब्रान्ड पनि थाहा नहुन सक्छ। सो अब उहाँहरूको आफ्नै डिपार्टमेन्ट छ है। अब जतिलाई थाहा भयो उहाँहरूले पनि विशेषता बुझ्न जरुरी छ नि त, त्यही लागि मैले यो भिडियो बनाएको हो साथीहरू। अनि म चाहिँ अलवेज भन्ने गर्छु, यो क्रिमहरूको विशेषता नजानिकन तपाईहरूले युज गर्नुभयो भनेदेखि तपाईहरूको फेसमा उल्टा रियाक्सन गर्छ के, बेनिफिट्स होइन, उल्टा रियाक्सन गर्छ। त्यही लागि तपाईहरूले जहिले पनि क्रिम किनिसकेपछि भन्दा पनि क्रिम किन्नुभन्दा अगाडि त्यो क्रिमको विशेषता जान्न जरुरी छ। अनि विशेषता नजानी कुनै क्रिम युज नगर्नु होला। फेस भन्ने कुरा हाम्रो एकदमै जरुरी हो। हामीले महँगो महँगो दामको क्रिम हाम्रो फेसमा लगाएर हामीले कुनै त्यस्तो ग्लो पाउँदैनौँ, जबकि हामीलाई कम्ती क्वान्टिटीमा, कम्ती प्राइसमा पनि हामीले पाइरहेका हुन्छौँ, जो चाहिँ अब निभिया हो। मेरो विचारमा मैले जानिरहेको चाहिँ निभिया हो। अनि र अर्को कुरा के भन्न चाहन्छु भने साथीहरू, तपाईहरूलाई थाहा छैन होला होइन, अब यो चाहिँ क्रिम मात्र नभएर यसको गुण पनि धेरै छ है। यो क्रिम मात्रै होइन, यो क्रिम हामीले जस्तो जो पहिला पहिला लाउने गर्थ्यौँ मैले भयो, यो होइन, क्रिम अप्लाईमा पनि छ। क्रिम अप्लाई गर्ने पनि एउटा तरिका छ, यो बुझ्नु जरुरी छ। यो क्रिम अप्लाई पनि त्यत्तिकै गर्ने होइन। जबकि हामीले क्रिम अप्लाई गर्नु अगाडि हामी के गर्छौँ, जस्ट निकाल्छौँ है, यति नै क्वान्टिटीमा निकाल्छौँ नि त, बेसी निकाल्दैनौँ नि त। अब यो क्वान्टिटी तपाईँले पुग्यो त यो फेसमा, पुग्दैन यतिले। जबकि हाम्रो फेसमा क्रिम अब्जर्भ हुनुपर्छ। यो क्रिम र फेस हाम्रो यस्तो चिज हो जो हामी, तपाईहरूलाई अब कसरी बुझाउँ म, यति क्वान्टिटीमा क्रिम लिएर तपाईँको फेसमा जताततै लगाउनै कोसिस नगर्नुहोस्। जबकि तपाईँले यसरी क्रिम लाउनुहुन्छ, यसरी क्रिम लाउनुहुन्छ, यसरी लाउनुहुन्छ, यसरी लाउनुहुन्छ,
अलमोस्ट मान्छेहरूले 4 स्टेपमा त क्रिम लगाएकै हुन्छ नि त हैन। तर यो क्रिम लाउनु भनेको चाहिँ जस्ट यस्तो गरेर यस्तो रब गर्नु मात्रै क्रिम लाउनु होइन। क्रिम लाउने पनि तरिका छ साथीहरू, तपाईहरुलाई म बुझाउन चाहन्छु। क्रिम लगाउनु भनेर लगाउँदा मात्रै काम गर्ने हैन। क्रिम लगाएपछि र त्यसको हामीले बेनिफिट्स पाउनु पर्ने हुन्छ, कति पैसा तिरेर ल्याएको हुन्छ हैन। यसरी लगाएर हुन्छ हुँदैन नि। यसलाई हामीले क्रिम लगाउने भन्दा लगाउने क्वान्टिटी बेसी लिएर यसलाई यस्तरी गरेर यत्तिकै छोड्ने पनि होइन। यो छोड्यो भने के हुन्छ साथीहरू, यो छोडेपछि हामी बाहिर जान्छौँ, धुल मिट्टी के हुन्छ सबै यहाँ अब्जर्भ हुन्छ। अनि त्यसको रियाक्सन कसलाई भयो भन्दा हाम्रो स्किनलाई भयो नि त। तपाईहरुले जो बाहिरबाट आएर जस्ट फेस वास गर्नुहुन्छ, त फेस वास गरेपछि जस्ट क्रिम मात्रै रिमुभ हुन्छ। जुन तपाईको धुल मिट्टीहरू छ, त्यो पल्युसनहरू छ, त्यो त हाम्रो स्किनले अब्जर्भ गरिसकेको हुन्छ। जहिले पनि नचाहिने चिजहरू छिटो लिन्छ, चाहिने चिजहरू लिँदैन नि, त्यस्तै पारा हो। अब यो क्रिम एप्लिकेसन हिसाब हेर्नुहोस्, यो क्रिमलाई हामीले लगाइसकेपछि यसरी रब गर्नुपर्छ है। यो रब गर्नुपर्छ, जबसम्म रब गर्नुपर्छ यो हाम्रो स्किनले अब्जर्भ नगरुन्जेलसम्म हामीले यसरी रब गरि नै राख्नुपर्छ। अब तपाईको फेसमा कहाँनेरि तपाईको ड्राई छ, कहाँनेरि तपाईको ऑयली छ, त्यो हाम्रो स्किन बारेमा हामीलाई थाहा हुनुपर्छ। कसैको फरेड एरियामा एकदमै ड्राई देखिरहेको हुन्छ, कसैको नोजको यो एरियामा एकदमै ड्राई देखिरहेको हुन्छ, कसैको अप्पर लिप साइड पनि देखिरहेको हुन्छ। हाम्रो फेस ऑयली छ मेरो त भनेर ऑयली अल ओभर फेसमा हुँदैन। कहीँ ड्राई हुन्छ, कहीँ कम्युनिकेसन हुन्छ, कहीँ ऑयली हुन्छ, कहीँनेरि सेन्सिटिभ हुन्छ। यो स्किनको आफ्नो आफ्नो डिपार्टमेन्टमा आफ्नो आफ्नो एरियामा यो यस्तै हुन्छ। अनि तपाईहरुले बुझ्न जरुरी छ। त्यही लागि तपाईहरु अब ड्राई स्किन छ भने कुनै पार्टमा ड्राई स्किनमा तपाईले हल्का रब गर्ने हैन, एकदमै हल्का गरेर हुँदैन। ड्राईमा तपाईले जहिले पनि अलिकति प्रेसर पोइन्ट दिएर अलिकति प्रेसर लगाएर मसाज गरेको हिसाबले क्रिम लाउनु पर्छ। अनि जहाँ तपाईको एकदमै सेन्सिटिभ स्किन छ त्यहाँनेरि तपाईले हल्का हातले रब गर्ने, त्यहाँ प्रेसर पोइन्ट नदिने। अनि नेक्स्ट आयो तपाईको सेन्सिटिभ, त्यो त मैले बताइहालेँ हैन। अब नर्मल, जहाँ नर्मल छ एकदमै नेचुरल ग्लो त्यहाँ एनी टाइम आइराख्छ, त्यहाँ छ भनेदेखि नर्मलमा चाहिँ के गर्ने, अब जुन क्रिम लिनु भएको छ तपाईले त्यो त्यहाँ बेसी लाउनु हुँदैन। किन अलरेडी नर्मल छ नि त, नर्मल छ, त्यहाँ नेचुरल ग्लो आइरहेको छ भने त्यहाँ तपाईले अरू क्रिमहरू लगाइदिनुहुन्छ, केमिकलहरू मिक्स हुन्छ यताउति, त्यो त्यसको नेचुरल ग्लो जुन आइरहेको हुन्छ नि हर वक्त, त्यो त्यसले मार्छ, त्यो त्यसको त्यो क्रिमले उल्टा एफेक्ट गर्छ। त्यही लागि त्यहाँनेरि विशेष गरेर क्वान्टिटी कम्ती एकदमै त्यहाँनेरि लगाइस भन्दा लगाइ मात्र गर्नुपर्छ। अनि अर्को कुरा आयो तपाईको एकदमै कम्युनिकेसन, जो चाहिँ अब एकदमै यताउति केहीमा त्यसको उयो छैन, डिफरेन्स छैन, सब थोक मिलेको कम्युनिकेसन एकदम मिलेको, त्यहाँ चाहिँ तपाईले क्रिम लगाउने एप्लिकेसन गर्ने चाहिँ कसरी भन्दाखेरि क्रिम एप्लाई गर्दाखेरि कम्युनिकेसनमा जस्ट क्रिम लिने, जस्ट रब गर्ने, जस्ट हैन, यस्तो हिसाबले तपाईले त्यो क्रिम एप्लाई गरेर सक्नुपर्छ। किनभने अब यहाँ त मैले देखाएको मात्र हो साथीहरू, तर हाम्रो हेडमा कति क्वान्टिटीमा लाउनुहुन्छ तपाईहरु? हेडको त हेड एरिया मात्रै भयो नि त हैन, यसरी हेड एरिया मात्रै भयो नि त, तपाईले छुटाउन सक्नुभयो नि त पार्ट्स हैन। अब हेडको डिपार्टमेन्ट फरेडको डिपार्टमेन्ट यही छ भने यसरी गर्नु। अब तपाईको चिक्स एरियाको डिपार्टमेन्ट यहाँबाट छुटिहाल्छ, यहाँबाट, अनि त्यही हिसाबले लाउनुस्। यसरी कसैले पनि लगाएर यस्तो त गर्दैन नि त, अलिअलि त आइडिया छ नि त, त्यही हिसाबले आइडिया आए अनुसार त्यही हिसाबले मिलाउनुस्। अनि यहाँनेरि लगाउने, यहाँनेरि धेरै जस्तोको यहाँ के हुन्छ भन्दाखेरि ब्ल्याकेज पनि हुन्छ बेसी जस्तो। त्यो ब्ल्याकेजमा क्रिम लाउनु भयो भने नि त्यो ब्ल्याकेज कस्तो हुन्छ, एकदमै नमिलेको डाँडा काँडा देखिन्छ है। त्यही भएर यहाँनेरि ब्ल्याकेज छ भनेदेखि त्यो ब्ल्याकेजलाई पनि रिमुभ गर्ने म बताउँछु अर्को भिडियोमा। अहिले चाहिँ क्रिमको अप्लाई कसरी गर्ने, ब्ल्याकेज भएको ठाउँमा हल्का यसरी दिने, नेल्स नलगाइकन यसरी। यो टप फिङ्गरको हाम्रो जुन हुन्छ नि यस्तो यो पोइन्ट
यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ हाम्रो क्रिमहरू चाहिँ हल्का रबर जस्तै नरम बनाएको हुन्छ। त्यो जुन पोइन्ट्स हुन्छ यो पोइन्ट्सले हाम्रो ब्ल्याक हेड्सलाई रब गर्छ है, एकदमै रब गर्छ। क्रिम त्यहाँनिर अब्जर्भ हुनु दिँदैन, खालि रब मात्रै गरिदिन्छ। यस्तो हिसाबले गर्नुपर्छ। अनि कम्युनिकेसन हाम्रो धेरै जसो कहाँ देख्न पाइन्छ भन्दाखेरि चाहिँ हाम्रो स्किनमा कम्युनिकेसन कहाँ देख्न पाइन्छ साथीहरू भन्दाखेरि कम्युनिकेसन एरिया तपाईँको विशेष गरी कसको हुन्छ कहाँनिर भन्दाखेरि चाहिँ यो एरियामा हुन्छ, जहाँ चाहिँ नेचुरल यति एरियामा आई स्याडो एरियामा। त्यहाँ चाहिँ किन भएको भन्दाखेरि यहाँनिर एकदमै बेसी धुप जानु पाउँदैन, पल्युसन आउँदैन, अक्सिजनहरू पनि यहाँनिर कम्पलसरी पाइरहेको हुन्छ। त्यही लागि यो एरियामा कम्युनिकेसन सब मिलेको हुन्छ यहाँ अलरेडी। अनि फेरि सेन्सिटिभ एरिया पनि यसलाई भन्छ है साथीहरू, एकदमै सेन्सिटिभ एरिया हो यो एरिया पनि एकदम सेन्सिटिभ एरिया हो, बुझ्नुभयो। अनि त्यस्तै भएकोले गर्दाखेरि क्रिम लाउने तौर तरिका सिक्नु जरुरी छ साथीहरू। क्रिम लाएँ भनेर यसै लगाएर हातले मात्रै जस्ट रब गरेर हुँदैन। म यही सम्झाउन चाहन्छु, यही बुझाउन चाहन्छु। सो अहिलेको लागि मेरो भिडियो यति नै हो। 11 मिनट 30 सेकेन्डको भिडियो छ, सबैले स्किप नगरी हेर्नु होला। अनि यो क्रिमभित्र कतिवटा गुणहरू छ त्यो म नेक्स्ट भिडियोमा भन्नेछु। अहिलेको लागि एप्लिकेसन मैले भनिसकेको छु। सो अहिलेको लागि बाई बाई एभ्रिवान, नमस्ते।